जस्तो पनि हामी अहिले अरुण खोला आइपुगिसकेका छौँ अनि अहिलेको यो बस राइड चाहिँ एकदमै रमाइलो भएछ रात्रि समयमा। अब हामी आइसकेका छौँ। कस्तो लाग्यो मेरो ड्राइभिङ कस्तो लाग्यो त भाइलाई सोध्नु होला। कस्तो लाग्यो भाइ ड्राइभिङ? हामी अहिले अब दाउन्नेको हामी जाँदैछौँ बिहामा। जानेको हो कि यामा जानेकै यो त इन्ट्रोमा आयो नि त। त्यससँग धेरै एक्सपिरियन्स छ जस्तो छ क्या जन्ती जाने। ल हेर फेरि त्यो आज हाम्रो साथीको शुभ विवाह। जय हो शुभ होस् त बल्ल हो मिल्दा विजय साथीको बिहामा हामी जाँदैछौँ बर्दाघाट। बाटोको कन्डिसन इज भेरी ब्याड। अब हेरौँ आज अलिअलि तपाईँहरूलाई क्लिप देखाउने छु यो सुन्दर बिहानीमा। फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। दुलाको आगमन भइसकेको छ यहाँनिर अनि भेटघाट भइरहेको छ। हामी अब लगभग अब हिँड्न लागिरहेका छौँ। एकछिनमा गाडीहरू सजिसकेका छन्। यहाँ अब यो दुईवटा गाडी जान्छ। यता कलेसोल्टी पनि हुनुहुन्छ यहाँनिर। अङ्कल के छ आरामै हुनुहुन्छ? के छ दाइ? ठिकै छ यार। कस्तो लागिरहेछ तपाईँलाई? एकदम रमाइलो लागिरहेछ। बिहानै हामी अब यो जन्तीहरूले खाजा खाइसकेका छौँ। यहाँबाट चना अन्डा डाइट गरेर अब एकछिनमा हामी निस्कने छौँ। आरामै हुनुहुन्छ? अनि विजयको बिहाको फङ्सनहरू सुरु भयो। दुला राजाहरू यसरी चाहिँ अब D+D लेखेको गाडीमा चढ्दै हुनुहुन्छ। अब हाम्रो यात्रा सुरु हुन गइरहेको छ। यात्रा बर्दाघाट हो कि बर्दाघाट हो? बर्दाघाटको कुराहरू चाहिँ फेरि अच्छा हामी जाँदैछौँ। हाम्रो यो गीत बज्छ होला नि गाडीमा है? गीत बजाउने होला नि। बसमा हामी आइसकेका छौँ। हामीसँग कल्याण कलेसोल्टी र अङ्कलहरू पनि हुनुहुन्छ। हाम्रो यात्रा सुरु भइसकेको छ। जन्ती हामी जाँदैछौँ। यहाँ घर पुग्नलाई बसिसक्नु भएको छ। अगाडि दुला दुलै हुनुहुन्छ।
यो बाटो नदेखेँ राम्रो बाटो देखाउने क्या ल हेर्नुहोस् यो विकास हो भरतपुरका मेयर श्री रेणु दाहालको। कन्ट्रोभर्सियल भइदिने के कुरो ल विदेश भन्दैन त सोध्ने हो विदेश हो के हो हिजो म पनि गर्छु हामी चाहिँ अहिले काउसती आइसकेका छौँ अनि यहाँसम्म चाहिँ त्यस बाटो राम्रो भइसकेको रहेछ। बिजेको बिहा दर्शकबिन हामी आइसकेका छौँ अहिले अरुङ खोला। अहिले आइसकेको होइन क्या अब एउटा पुल आउँछ त्यो पुल कटे पछाडि आउँछौँ हामी अरुङ खोला जहाँ चाहिँ हाम्रो नानी दिदीको घर पनि छ। हाम्रो नानी दिदीको घर चाहिँ तर बाक्लो भएछ क्या बस्ती झन् बस्ती है कताबाट छिर्ने अरे कसले यतैतिरबाट छिर्ने पुग्छ कि छिर्ने अब बिग्रेको बाटो सुरु भइसकेको छ यहाँनिर। अब दुम्की बासमा अहिले हामी छौँ। यहाँ हाम्रो अगाडि एउटा ट्रक छ। यो बाटोमा जहिले गाडी पल्टिँदो रहेछ फेरि। हामी दाउन्नेको उकालो चढ्दैछौँ अहिले। दाउन्ने होइन त यो बाटो चाहिँ अफ रोड रहेछ। हामी एकदमै सुस्त गतिमा हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। अब यहाँभन्दा वर्स्ट बाटो चाहिँ नहोस् भन्ने हामी होप गरिरहेका छौँ। यस्तो बाटो त भइहाल्यो। बर्दघाट छिरिसकेका छौँ साथीहो। यो हो बर्दघाट सहर बजार। दाउन्नेको उकालोपछि ओह्रालो हुँदै अनि अहिले राम्रो बाटो भेटिसकेका छौँ। हामी अहिले यहाँ झरिसकेका छौँ अनि पार्टी प्यालेस यहाँ रहेको छ। रेसुङ्गा पार्टी प्यालेस फ्यामिली रेस्टुरेन्ट एन्ड लजमा बिजे अनि भाउजू पनि यहाँ झरिसक्नु भएको छ। यसरी पूजा बहिनीले उताबाट कलश ल्याउनु भएको छ अनि सायद अब भर्खरै मात्र हामी यहाँ झरिसकेका छौँ। अब सबै जन्ती टोली अनि ह्यान्डसम कल्याण गुरुङ कले सुदीप गली सोल्टी हुनुहुन्छ। हामी चाहिँ जाँदैछौँ। साइला बा पनि हुनुहुन्छ यहाँ। हामी यहाँ आइसकेका छौँ। अब हाम्रो अब यो भित्र छिर्न लागिरहेका छौँ तर यहाँनिर सायद हामीलाई यहाँनिर कार्यक्रमहरू भइरहेको छ फङ्सनहरू। हामी सायद हामीलाई भित्र जान दिनुहुन्छ होला। सोल्टी कस्तो लाग्दैछ हामी विजय साथीको बिहामा आएर? रमाइलो भइरहेछ। गर्मी पनि छ हाम्रोमा।
धन्यवाद थ्याङ्क यू सोल्दै अब भ्लगभरि अब हामी नै हुन्छ हाम्रो दाइ भाउजू हुनुहुन्छ गाउँको बुढाहरूलाई यसो सम्झाउनु अङ्कल कस्तो लागिरहेछ हजुरलाई एकदमै राम्रो आरामै हुनुहुन्छ अङ्कल यहाँनिर चाहिँ बिहाको कार्यक्रमहरू भइरहेको छ एकदमै हाम्रो गोला राजा यहाँनिर बसिरहेको भएको छ पूजालाई चाहिँ कस्तो लागिरहेछ दर्शकबिनहरू हामी चाहिँ अहिले अब यो बर्दाघाटको बिच सडकमा हामी अहिले यसरी हिँडिरहेका छौँ हामीलाई अलिक भोक लाग्यो त्यहाँ चाहिँ खानाहरू त रेडी हुँदैछ तर अहिले काचाकुचा अलिकति के खाउँ भनेर चाहिँ निस्किरहेको छौँ अनि यसो डुल्न नि हुन्छ बजार डुल्न नि भनेर अब हेर्दै गर्नु होला साथी यो भ्लगहरू आउँदैछ यसरी दिस इज अल वेटिङ भ्लग See you guys. Keep watching guys. अहिले चाहिँ हामी खाना खाइरहेका छौँ यहाँ जन्ती भोज यो बिहाको माहौलमा नेताहरू किन आइपुगेको हुन् हामीलाई थाहा छैन यहाँ उता आइसक्यो के हो अनि यहाँ हामीले देख्न सक्छौँ दुईजना अङ्कलहरू निकै नै जोसले चाहिँ नाच्दै यो बिहाको माहौललाई बिहा जस्तै बनाइराख्नु भएको छ एकदम राम्रो मुभी हो
हामी हेर्न सक्छौँ यहाँनिर नाचगानको माहौल चलिरहेको छ। यसरी हामी अब फर्किन लागेका छौँ। अब आजको विवाह कार्यक्रम चाहिँ एकदमै सुखद रह्यो। हामी यतापट्टि बहिनी भाउजू कल्याण अनि घलेसोल्टी त भाइ ड्राइभर दाजु हुनुहुन्छ। अब फेरि हाम्रो यात्रा एकदमै सुखद होस्, शुभ होस्। ड्राइभिङ तपाईँलाई मजा लाग्यो लागेन?